तपाईको जीवन कहिल्यै यस्तो मोडमा आइपुगेको छ जहाँ तपाईले आफैलाई हेरेर सोध्नु भएको होस् कि म साँच्चै यही भएर जन्मिएको हुँ? जब शरीर थाकेको हुन्छ, मन टुटिसकेको हुन्छ, संसारले तपाईलाई कमजोर भनेर चिनिसकेको हुन्छ, त्यही क्षणभित्र कतै गहिरो ठाउँमा एउटा आवाज उठ्छ जसले भन्छ अझै सकिएको छैन। यही आवाजलाई सुन्ने साहस गर्ने मानिसहरूको कथा हो यो किताब। यो सजिलो सफलता, प्रेरणादायी कुरा मात्र होइन, यो आफूलाई चिरफार गरेर फेरि उभिने कथा हो, जहाँ पीडा नै गुरु बन्छ र कमजोरी नै शक्ति बन्छ। अडियो बुक्स नेपालले सधैँ त्यस्ता किताबहरू तपाईहरूसम्म ल्याउने प्रयास गरेको छ, जसले केवल ज्ञान मात्र होइन, हिम्मत पनि दिन्छ। जीवन बदल्ने कुरा ठूला शब्दमा होइन, गहिरो अनुभूतिमा लुकेको हुन्छ भन्ने विश्वास अडियो बुक्स नेपालको हो। यही विश्वासका साथ आज हामी तपाईलाई एउटा यस्तो पुस्तकको यात्रामा लैजान चाहन्छौं जसले विश्वभर लाखौं मानिसको सोच, सहनशीलता र आत्मानुशासनलाई चुनौती दिएको छ। यो किताब कान्ट हर्ट मी, डेभिड गगिन्सको जीवनकथा र मानसिक युद्धको दस्तावेज हो। यो किताब कुनै सजावटी आत्मविकास पुस्तक होइन, जहाँ सजिलो उपाय र मीठा वाक्यहरू हुन्छन्। यो किताब एउटा मानिसको नाङ्गो सत्य हो, जहाँ उनले आफ्नो डर, लाज, असफलता, दुखाइ र आत्मघृणासम्म खुला रूपमा स्वीकार गरेका छन्। डेभिड गगिन्स कुनै जन्मजात नायक थिएनन्। उनी कुनै विशेष सुविधा पाएर अघि बढेका थिएनन्। उनी त त्यो बच्चा थिए जो डरको वातावरणमा हुर्कियो, हिंसा देखेर ठूलो भयो, मोटोपन, असफलता र आत्मविश्वासको कमीले थिचिएको थियो। तर यही बाल्यकालको अध्यारोले उनलाई यस्तो मानिस बनायो जसले आफ्नै मनलाई जित्न सिके। किताबको सुरुवात डेभिडको बाल्यकालबाट हुन्छ, जहाँ डर सामान्य कुरा थियो। उनका बुबा अत्यन्तै कडा, हिंसात्मक र नियन्त्रण चाहने व्यक्ति थिए। घर कुनै सुरक्षित ठाउँ थिएन, त्यो त एउटा जेल जस्तै थियो, जहाँ गल्तीको मूल्य कुटाई, अपमान र डर हुन्थ्यो। सानो उमेरमै डेभिडले सिके कि संसार सुरक्षित छैन र कोमलता कमजोरी ठानिन्छ। यही वातावरणले उनको मनमा गहिरो घाउ बनायो। विद्यालयमा उनी पढाइमा कमजोर थिए, ध्यान दिन सक्दैनथे, अक्षरहरू बुझ्न गाह्रो हुन्थ्यो। शिक्षकहरू उनलाई आलसी ठान्थे, साथीहरू हाँस्थे र उनले आफैलाई निकम्मा मान्न थाले। यही क्रममा डेभिडको जीवनमा डर स्थायी बासिन्दा बन्यो। डर केवल कुटाइको मात्र थिएन, डर असफलताको थियो, डर मानिसहरूको नजरको थियो, डर आफैलाई स्वीकार गर्न नसक्ने अवस्थाको थियो। उनी आफूलाई सधैँ कमजोर, अयोग्य र हार्ने मानिसको रूपमा देख्न थाले। जब बच्चाले आफैलाई यस्तै रूपमा हेर्न थाल्छ, तब त्यो छवि बिस्तारै उसको पहिचान बन्छ। डेभिडको जीवन पनि त्यही दिशामा गइरहेको थियो। किशोरावस्थामा आइपुग्दा उनी अत्यधिक मोटा थिए, शरीर सुस्त थियो, सास फेर्न गाह्रो हुन्थ्यो, आत्मसम्मान झन तल गइसकेको थियो। उनी जीवनलाई बाँचिरहेका थिएनन्, केवल समय काटिरहेका थिए। अरू मानिसहरू अगाडि बढिरहेका थिए, सपना देखिरहेका थिए, तर डेभिडको जीवन खालीपनले भरिएको थियो। उनीसँग कुनै लक्ष्य थिएन, कुनै दिशा थिएन, केवल पेट भर्नु, दिन बिताउनु र रात पर्खिनु मात्र थियो। यही अवस्था उनलाई सबैभन्दा खतरनाक लाग्न थाल्यो, किनभने जब मानिससँग गुमाउन केही हुँदैन, तब ऊ भित्रैबाट मरेको हुन्छ। यही बीचमा उनले पहिलो पटक नेभी सिल्सको बारेमा सुने। त्यो कुनै प्रेरणादायक भिडियो वा सजिलो सपना थिएन, त्यो त एक किसिमको चुनौती थियो जुन असम्भव जस्तै देखिन्थ्यो। अत्यधिक मोटा, असफल, डरले भरिएको मानिस नेभी सिल बन्ने कल्पना मात्र पनि हास्यास्पद लाग्थ्यो। तर यही हास्यास्पद सपना डेभिडको मनमा एउटा सानो आगो बनेर बल्न थाल्यो। उनले पहिलो पटक महसुस गरे कि जीवनले उनलाई चुनौती दिएको छ र या त उनले हार मान्नुपर्छ या त आफूलाई बदल्नुपर्छ। जब उनले तौल घटाउने निर्णय गरे, त्यो कुनै प्रेरणादायक क्षण थिएन, त्यो एकदमै कठोर सत्य स्वीकार गर्ने क्षण थियो। उनले ऐनामा आफूलाई हेरेर महसुस गरे कि समस्या संसार होइन, समस्या उनी आफै थिए। यो स्वीकार गर्न सबैभन्दा गाह्रो हुन्छ। धेरै मानिस संसार, परिस्थिति, भाग्य र अरूलाई दोष दिन्छन्, तर डेभिडले त्यो दिन दोष आफैमाथि लिए। यही क्षणबाट अकाउन्टेबिलिटी अर्थात् आत्मजवाफदेहीको बिउ रोपियो। उनले कडा तालिम सुरु गरे। शरीरले विरोध गर्यो, मनले रोयो, सासले साथ छोड्यो। हरेक दिन दौडिनु, पसिना बगाउनु, दुखाइ सहनु, यी समय उनका लागि नयाँ थिए। शरीरले हार मान्न खोज्थ्यो, तर डेभिडले मनलाई आदेश दिन थाले। यहीबाट किताबको मूल दर्शन सुरु हुन्छ। मन सधैँ सजिलो चाहन्छ, तर विकास सधैँ कठिन बाटोमा हुन्छ। जब मनले बस भन्छ, शरीरसँग अझै धेरै बाँकी हुन्छ। तर यो यात्रा सरल थिएन। नेभी सिलको तालिममा उनी पटक पटक असफल भए। चोट लाग्यो, थकानले थिचियो, शरीरले धोका दियो।
हरेक असफलताले उनलाई झन कमजोर होइन, झन कठोर बनायो। उनले बुझ्न थाले कि असफलता अन्त्य होइन, त्यो त शिक्षक हो। यदि तपाईँ असफलताबाट भाग्नुहुन्छ भने तपाईँ कहिल्यै आफूलाई चिन्न सक्नुहुन्न। डेभिडले असफलतालाई सामना गरे, स्वीकार गरे र त्यसलाई इन्धन बनाए। यही क्रममा उनले क्यालस द माइन्ड भन्ने अवधारणा सिके। जस्तै हातमा काम गर्दा छाला बाक्लो बन्छ, त्यसै गरी पीडा, असहजता र कठिनाइले मन पनि बलियो बन्छ। यदि तपाईँ सधैँ आराम खोज्नुहुन्छ भने तपाईँको मन सधैँ कमजोर रहन्छ। तर यदि तपाईँ कठिनाइ रोज्नुहुन्छ भने मन बिस्तारै कठोर र अडिग बन्छ। डेभिडले जानी कठिन बाटो रोजे, किनभने उनलाई थाहा थियो सजिलो बाटोले उनलाई पुरानो डेभिडमै राख्नेछ। डेभिड गोगिन्स जहाँ उभिएका थिए त्यो स्थान कुनै विजयको शिखर थिएन, त्यो त युद्धको मैदान थियो। उनले भाग्न छोडेका थिए तर जितिसकेका थिएनन्। शरीर अझै कमजोर थियो, मन अझै डरले भरिएको थियो र विगतका घाउहरू अझै पुरै निको भएका थिएनन्। तर एउटा कुरा परिवर्तन भइसकेको थियो। अब उनी आफैसँग झुट बोल्दैनथे। यही इमान्दारीले यात्रा सुरु गर्छ, जहाँ बाहिरको संसारभन्दा खतरनाक लडाईँ भित्रै सुरु हुन्छ। नेभी सिलको तालिम केवल शारीरिक परीक्षा मात्र थिएन, त्यो त मानिसको आत्मा चिरफार गर्ने प्रक्रिया थियो। बिहान उज्यालो नहुँदै सुरु हुने तालिम, लगातार चिच्याइरहने प्रशिक्षकहरू, चिसो पानी, बालुवा, थकान र असह्य पीडा। धेरै मानिसहरू त्यहीँ भाँचिन्छन्, किनकि शरीरभन्दा पहिला मन हार मान्छ। डेभिडले पनि थुप्रै पटक मनभित्रको आवाज सुने, जसले भन्थ्यो, बस अब पुग्यो, यो तिम्रो लागि होइन। तर यसपटक उनी त्यो आवाजसँग सहमत भएनन्। उनले पहिलो पटक महसुस गरे कि मन सधैँ सत्य बोल्दैन, कहिलेकाहीँ मन केवल सुरक्षित रहन चाहन्छ। तालिमको क्रममा उनको शरीर पटक पटक चोटिल भयो। हड्डीमा समस्या आयो, मांसपेशी च्यातियो, सास फेर्न गाह्रो हुने अवस्था आयो। डाक्टरहरूले विश्राम गर्न सुझाए, कतिपयले त छोडिदिनु नै राम्रो भने। तर डेभिडको भित्र केही परिवर्तन भइसकेको थियो। उनले पीडालाई शत्रु होइन, शिक्षकको रूपमा हेर्न थाले। जब शरीर दुख्थ्यो, उनले आफैसँग सोध्थे, के म साँच्चै सकिएको हुँ कि मेरो मनले मात्र हार मानेको हो? प्राय उत्तर एउटै हुन्थ्यो, शरीरसँग अझै केही बाँकी थियो। यही क्रममा उनले कुकी जार भन्ने अवधारणाको विकास गरे। जब तालिम अत्यन्तै गाह्रो हुन्थ्यो, जब लाग्थ्यो अब एक कदम पनि चाल्न सकिँदैन, उनले आफ्नो विगत सम्झिन्थे। बाल्यकालको हिंसा, मोटोपनको अपमान, असफलताहरू, ती सबै पीडादायी सम्झनाहरू उनले एउटा मानसिक भाँडोमा राखेका थिए। कठिन क्षणमा उनले त्यही भाँडो खोलेर आफैलाई सम्झाउँथे, तिमीले यति धेरै सहिसक्यौ, यो त त्यसमध्ये एउटा मात्र हो। विगतको पीडालाई कमजोरी होइन, शक्ति बनाउने कला उनले यहीँ सिके। तर यो बाटो सधैँ सिधा थिएन। डेभिड 3 पटक नेभी सिलको तालिममा असफल भए। 3 पटक त्यही सपनाबाट टाढा धकेलिएका थिए, जसको लागि उनले आफ्नो शरीर र मनलाई च्यातिरहेका थिए। सामान्य मानिसका लागि यो अन्त्य हुने ठाउँ हुन्थ्यो। धेरैले यही भन्छन्, मैले प्रयास गरेँ तर मेरो भाग्यमा रहेन। तर डेभिडले असफलतालाई अन्तिम फैसला मानेनन्। उनले असफलतालाई प्रतिक्रिया होइन, प्रतिक्रिया सुधार्ने अवसर माने। प्रत्येक असफलतापछि उनले आफैलाई कडा प्रश्न सोध्थे, कहाँ कमजोरी भयो, कहाँ उनले सजिलो रोजे, कहाँ उनले मनको कुरा सुने। उनले बहाना बनाउन छोडे। चोट लागेको छ भने पनि उनले आफ्नो जिम्मेवारी खोजे। यही कठोर आत्ममूल्याङ्कनले उनलाई अरूभन्दा फरक बनायो। यो सजिलो थिएन, किनकि आफैलाई दोष दिनु सबैभन्दा पीडादायी कुरा हो। तर यही पीडाले उनभित्रको अनुशासनलाई जन्म दियो। यसैबीच डेभिड केवल सैनिक बन्ने लक्ष्यमा सीमित रहेनन्। उनले सहनशीलताको सीमालाई बुझ्न थाले। अल्ट्रा म्याराथन दौड, जहाँ शरीर पूर्ण रूपमा थाकिसकेको हुन्छ, जहाँ हरेक पाइला पीडाले भरिएको हुन्छ, त्यही ठाउँमा उनले आफैलाई फेरि चुनौती दिए। कुनै विशेष तयारी बिना नै उनले यस्तो दौडमा भाग लिए जहाँ धेरै अनुभवी धावकहरू पनि हार मान्थे। परिणामस्वरूप उनको शरीर झन बिग्रियो, तर मन झन बलियो बन्यो। उनले देखे कि मानिसले सोच्ने सीमाभन्दा धेरै परसम्म जान सक्छ, यदि ऊ हार नमान्ने निर्णय गर्छ भने। यी दौडहरूमा उनले एउटा गहिरो सत्य बुझे, मानिसहरू प्राय आफ्नो क्षमताको 40%मै रोकिन्छन्। बाँकी 60% त्यही ठाउँमा लुकेको हुन्छ जहाँ दुखाइ सुरु हुन्छ। दुखाइ आउँदा धेरै मानिस फर्किन्छन्, तर यदि त्यही दुखाइ पार गर्न सकियो भने त्यही वास्तविक शक्ति भेटिन्छ। डेभिडले यो कुरा केवल पढेनन्, उनले आफ्नै शरीरमा अनुभव गरे। उनका खुट्टा रगतले भरिएका थिए, शरीर डिहाइड्रेट भएको थियो, तर मन अझै आदेश दिइरहेको थियो, अगाडि बढ। डेभिडको जीवन केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन।
हामी देख्छौं कि उनले अनुशासनलाई भावनाभन्दा माथि राख्न थाले। उनी खुशी थिएनन्, प्रेरित थिएनन्, तर उनी प्रतिबद्ध थिए। उनले बुझे कि प्रेरणा अस्थायी हुन्छ, तर अनुशासन स्थायी हुन्छ। जब मन राम्रो लाग्छ तब सबैले काम गर्छन्, तर जब मन थाक्छ, जब केही पनि राम्रो लाग्दैन, त्यही बेला अनुशासनले काम गर्छ। यही अनुशासनले उनलाई असम्भव देखिने कुराहरू सम्भव बनाउन सहयोग गर्यो। यस यात्रामा डेभिड पूर्ण छैनन्। उनी कहिलेकाहीँ अत्यन्तै कठोर देखिन्छन्, आफैप्रति पनि र अरूप्रति पनि। तर किताबले यही कुरा स्पष्ट गर्छ। उनी आफैलाई नायकको रूपमा प्रस्तुत गर्दैनन्, एउटा अपूर्ण मानिसको रूपमा जो आफ्ना कमजोरीसँग निरन्तर लडिरहेको छ। यही इमान्दारीले पाठकको मन छुन्छ, किनकि हामी सबै कुनै न कुनै रूपमा त्यही लडाईँ लडिरहेका छौं। डेभिडको पहिचान बदलिँदै गएको देखिन्छ। अब उनी केवल पीडाबाट भाग्ने बच्चा छैनन्, उनी पीडालाई खोज्ने, त्यसलाई जित्ने मानिस बनेका छन्। तर यो जित अन्तिम होइन, यो त अर्को स्तरको युद्धको तयारी मात्र हो। अब प्रश्न शरीरको सहनशीलता मात्र होइन, जीवनभर यो कठोर बाटोमा टिकिरहने क्षमताको हो। किताब यहीँ रोकिन्दा यहाँबाट त डेभिडको जीवन अझै गहिरो, अझै चुनौतीपूर्ण र अझै प्रेरणादायी मोडतिर जान्छ, जहाँ सफलता आएपछि पनि लडाईँ सकिँदैन भन्ने सत्य खुल्दै जान्छ। अब डेभिड गगिन्स एउटा यस्तो अवस्थामा पुगेका थिए जहाँ धेरै मानिसहरू आफूलाई सफल ठान्न थाल्छन्। उनले नेभी सिलको कठोर यात्रा पार गरिसकेका थिए, अत्यन्तै कठिन शारीरिक र मानसिक परीक्षा झेलेका थिए र आफूलाई असम्भव जस्तो देखिने सीमाभन्दा धेरै पर लैजाने क्षमता विकास गरिसकेका थिए। तर यो किताबले यतिमै रोकिन्न, किनकि डेभिडको कथा सफलतामा आएर आराम गर्ने कथा होइन, बरु सफलतापछि पनि किन अझै आफैसँग लडिरहनुपर्छ भन्ने सत्य यहीँबाट सुरु हुन्छ। डेभिडले बुझेका थिए कि जीवनमा एउटा लक्ष्य हासिल गर्नु अन्तिम जित होइन। जब एउटा सपना पूरा हुन्छ तब मन सजिलै सुस्त हुन सक्छ, सन्तुष्ट भएर रोकिन सक्छ। यही धेरै मानिसहरू बिस्तारै पुरानै कमजोरीतिर फर्किन्छन्। डेभिडलाई यही डर थियो। उनलाई डर थियो बाहिरी संसारले दिएको सम्मानले भित्रको आगोलाई निभाइदिनेछ। त्यसैले उनले फेरि आफूलाई अझ कठिन चुनौती दिन थाले। उनी सजिलो जीवन रोज्न सक्थे, तर उनले जानाजानी असहज जीवन रोजे। यस चरणमा उनी केवल सैनिक वा धावक मात्र रहेनन्, उनी एउटा विचार बने, एउटा मानसिकता बने। उनले आफ्नो जीवनलाई एउटा खुला उदाहरणको रूपमा प्रयोग गर्न थाले, ताकि मानिसहरूले देखुन् कि सीमा भनिने कुरा वास्तवमा मनको कल्पना मात्र हो। उनी विभिन्न अत्यन्तै लामो र पीडादायी दौडहरूमा सहभागी भए, जहाँ शरीरले पूर्ण रूपमा साथ छोड्ने अवस्था आउँथ्यो। धेरै पटक यस्तो भयो कि उनको शरीर भित्रैबाट बिग्रिरहेको थियो, तर उनले अझै पनि अघि बढ्ने निर्णय गरे। यो कुनै आत्मविनाशको महिमा होइन, यो मनको नियन्त्रणको परीक्षा थियो। यी दौडहरूमा उनले आफूभित्र लुकेको अर्को सत्य भेटे। जब मानिस एक्लै हुन्छ, जब वरिपरि कसैले हौसला दिइरहेको हुँदैन, त्यही बेला वास्तविक चरित्र देखिन्छ। डेभिडका लागि यी एक्ला घण्टाहरू अत्यन्तै महत्त्वपूर्ण थिए। यहाँ उनले अरूलाई देखाउन केही थिएन, यहाँ केवल आफूलाई सन्तुष्ट पार्नु थियो। यही एकान्तमा उनले आत्मसंवादको कला सिके। जब मन कमजोर हुन्थ्यो, उनले आफैसँग कडा तर इमान्दार कुरा गर्थे। उनी आफैलाई सम्झाउँथे कि उनी पीडाबाट भाग्न होइन, त्यसलाई पार गर्न जन्मिएका हुन्। किताबले एउटा गहिरो कुरा देखाउँछ। आत्मअनुशासन भनेको आफूलाई सजाय दिनु होइन, आफूलाई जिम्मेवार बनाउनु हो। डेभिडले आफ्नो जीवनमा कुनै पनि कमजोरीलाई छोडिदिएनन्। पढाइ कमजोर थियो भने त्यसमा काम गरे, शरीर कमजोर भयो भने त्यसलाई बलियो बनाए, मन भट्कियो भने त्यसलाई नियन्त्रण गर्न सिके। उनले बुझे कि आफूलाई सुधार्नु भनेको अरूभन्दा राम्रो बन्नु होइन, हिजोको आफूभन्दा राम्रो बन्नु हो। डेभिडको जीवनमा चोटहरू लगातार आइरहे। शरीरले स्पष्ट सङ्केत दिइरहेको थियो कि अब विश्राम चाहिन्छ, तर उनले विश्राम र हार बीचको फरक बुझ्न सिकेका थिए। विश्राम आवश्यक हुन्छ, तर हार स्वीकार गर्नु होइन। उनले आफ्नो शरीरको सीमालाई सम्मान गरे, तर मनको बहानालाई कहिल्यै स्वीकार गरेनन्। यही सन्तुलन नै उनको सबैभन्दा ठूलो शक्ति बन्यो। यस चरणमा डेभिडले अरू मानिसहरूको पीडासँग पनि जोडिन थाले। उनले बुझ्न थाले कि उनको कथा केवल उनको मात्र होइन, संसारभर थुप्रै मानिसहरू छन् जो भित्रैबाट टुटिरहेका छन्, जो आफ्नो कमजोरीलाई लुकाएर बाँचिरहेका छन्। उनले आफ्नो कथा खुलेर बोल्न थाले, आफ्नो डर, असफलता र पीडालाई लाज मानेनन्। यही खुलापनले मानिसहरूसँग उनलाई जोड्यो। मानिसहरूले देखे कि यो कुनै पूर्ण मानिसको कथा होइन, यो त निरन्तर लडिरहेको मानिसको कथा हो। किताबको यस भागमा एउटा महत्त्वपूर्ण सन्देश बारम्बार दोहोरिन्छ।
आराम क्षेत्र भनेको विकासको शत्रु हो। जब जीवन सहज बन्छ तब मन सुस्त बन्छ। डेभिडले सजिलो जीवनलाई खतराको रूपमा हेरे, त्यसैले उनले हरेक दिन आफूलाई असहज बनाउने सानो तर कठोर कामहरू रोजे। चिसो पानीमा नुहाउनु, अत्यन्तै थकित भए पनि दौड्नु, मन नलाग्दा पनि पढ्नु, यी सबै उनका लागि साधना जस्तै भए। यसरी उनले मनलाई सधैँ सतर्क अवस्थामा राखे। डेभिडको छवि कतिपयका लागि अत्यन्तै कठोर लाग्न सक्छ, तर किताबले स्पष्ट गर्छ कि उनको कठोरता घमण्डबाट होइन, डरबाट आएको थियो। उनी डराउँथे कि यदि उनले आफूलाई छोडिदिए भने पुरानो डेभिड फेरि फर्केर आउनेछ। त्यो डर नै उनको इन्धन बन्यो। उनले आफूलाई कहिले पूर्ण मानेनन्, किनकि पूर्णताको भ्रामले नै पतन ल्याउँछ भन्ने उनी जान्दथे। तेस्रो भागको अन्त्यतिर आइपुग्दा डेभिडको जीवन दर्शन स्पष्ट देखिन्छ। जीवन सुख खोज्ने यात्रा होइन, क्षमता खोज्ने यात्रा हो। खुशी परिणाम हुन सक्छ, तर लक्ष्य होइन। लक्ष्य भनेको आफूभित्र लुकेको शक्तिलाई बाहिर ल्याउनु हो। यही सोचले उनलाई निरन्तर अघि बढाइरह्यो, चाहे शरीर चिच्याओस्, चाहे संसारले नबुझोस्। अब डेभिड गगिन्स एउटा यस्तो मोडमा आइपुगेका थिए जहाँ उनको कथा अब केवल व्यक्तिगत सङ्घर्षको कथा मात्र रहेन। त्यो कथा हजारौं मानिसहरूको ऐना जस्तै बन्न थालेको थियो। मानिसहरूले आफ्नै कमजोरी, डर र बहानाहरू डेभिडको जीवनमा देख्न थालेका थिए। अन्तिम भाग यहीँबाट सुरु हुन्छ, जहाँ प्रश्न केवल म कति बलियो बन्न सक्छु भन्ने मात्र हुँदैन। प्रश्न यो बन्छ, म यो बललाई जीवनभर कसरी जोगाइराख्न सक्छु। डेभिडले बुझेका थिए कि सबैभन्दा ठूलो लडाईँ सुरुवातको हुँदैन, त्यो त निरन्तरताको हुन्छ। धेरै मानिसहरू केही समयका लागि परिवर्तन गर्छन्, केही दिन कडा मेहनत गर्छन्, केही हप्ता अनुशासन पालना गर्छन्, तर बिस्तारै फेरि पुरानै बानीतिर फर्किन्छन्। डेभिडका लागि यो स्वीकार्य थिएन। उनलाई थाहा थियो यदि उनी एक दिन पनि लापरवाही गर्छन् भने पुरानो डेभिड फर्केर आउनेछ। त्यसैले उनले आफ्नो जीवनलाई एउटा निरन्तर परीक्षा बनाए। उनी अकाउन्टेबिलिटी मिरर भन्ने अभ्यासको कुरा गर्छन्। उनले ऐनाको अगाडि उभिएर आफूलाई कडा प्रश्न सोध्ने बानी बनाए। आज मैले के गरेँ? आज मैले कहाँ बहाना बनाएँ? आज मैले आफ्नो क्षमताभन्दा कम काम गरेँ कि गरेन? यी प्रश्नहरू आफैलाई सोध्नु पीडादायी थियो, तर यही पीडाले उनलाई सच्चा बनायो। उनले बुझ्न थाले कि जबसम्म मानिस आफैसँग इमान्दार हुँदैन तबसम्म कुनै पनि परिवर्तन स्थायी हुँदैन। डेभिडको जीवनमा यस समयमा बाहिरी सफलताहरू आउन थाले। मानिसहरूले उनलाई प्रेरणादायी वक्ताको रूपमा बोलाउन थाले। उनका शब्दहरू सामाजिक सञ्जालमा फैलिन थाले। किताब लेखियो, प्रसिद्धि आयो। तर किताबले यहाँ एउटा महत्त्वपूर्ण चेतावनी दिन्छ। बाहिरी प्रशंसा भित्रको अनुशासनको सबैभन्दा ठूलो शत्रु बन्न सक्छ। डेभिडले प्रशंसालाई स्वीकार गरे, तर त्यसलाई आफ्नो पहिचान बन्न दिएनन्। उनले आफूलाई सधैँ सम्झाइरहे, म अझै काममै छु, म अझै अपूर्ण छु। डेभिडले जीवनको पीडाबारे गहिरो कुरा गर्छन्। उनी भन्छन्, पीडा कुनै दुर्घटना होइन, यो जीवनको अनिवार्य भाग हो। फरक यति मात्र हो कि केही मानिसहरू पीडाबाट भाग्छन् र केही मानिसहरू पीडालाई प्रशिक्षणको रूपमा प्रयोग गर्छन्। जब तपाईँ पीडाबाट भाग्नुहुन्छ, तपाईँ कमजोर बन्दै जानुहुन्छ। तर जब तपाईँ पीडासँग बस्न सिक्नुहुन्छ, त्यसलाई बुझ्नुहुन्छ, त्यसलाई पार गर्नुहुन्छ, तब तपाईँभित्र एउटा यस्तो शक्ति जन्मिन्छ जुन कुनै पनि परिस्थितिले सजिलै तोड्न सक्दैन। डेभिडले आफ्नो शरीर अझै पनि पूर्ण रूपमा स्वस्थ नभएको कुरा स्वीकार गर्छन्। चोटहरू, पीडा, थकान यी सबै अझै छन्, तर अब यी कुरा उनका शत्रु होइनन्। यी त उनका पुराना साथीहरू जस्तै बनेका छन्, जसले उनलाई सम्झाउँछन् कि उनी अझै जीवित छन्, अझै लडिरहेका छन्। उनले बुझाएका छन् कि सुखको खोजीले मानिसलाई कमजोर बनाउँछ, तर अर्थको खोजीले मानिसलाई बलियो बनाउँछ। उनका लागि अर्थ भनेको आफूलाई निरन्तर सुधार गर्नु, अरूलाई झकझक्याउनु र जीवनलाई सजिलो होइन, सार्थक बनाउनु हो। किताबले पाठकलाई पनि सिधै प्रश्न गर्छ, तपाईँ आफ्नो जीवनमा कहाँ बहाना बनाउँदै हुनुहुन्छ? तपाईँ कुन पीडाबाट भाग्दै हुनुहुन्छ? तपाईँ कुन सत्य स्वीकार गर्न डराइरहनु भएको छ? डेभिडले कसैलाई दोष दिनु हुँदैन भन्दैनन्, तर उनी भन्छन् दोषले तपाईलाई अघि बढाउँदैन, जिम्मेवारीले अघि बढाउँछ। जब तपाईँ आफ्नो जीवनको सम्पूर्ण जिम्मा आफै लिनुहुन्छ, तब मात्र वास्तविक स्वतन्त्रता सुरु हुन्छ। डेभिडको कथा यहाँ कुनै सुखद अन्त्यमा पुगेर रोकिन्न। यो कुनै अब सबै ठिक भयो भन्ने कथा होइन, यो एउटा चेतावनी हो। जीवनभरको लडाईँ कहिल्यै सकिन्न, तर यही लडाईँ नै जीवन हो। यदि तपाईँ लड्न तयार हुनुहुन्छ भने, यदि तपाईँ असहजता स्वीकार गर्न तयार हुनुहुन्छ भने, यदि तपाईँ आफैसँग इमान्दार हुन तयार हुनुहुन्छ भने, तपाईले सोचेभन्दा बढी पर जान सक्नुहुन्छ। अडियो बुक्स नेपालको तर्फबाट यहाँ एउटा सानो तर गहिरो सन्देश दिन चाहन्छौँ। तपाईको जीवन अरू कसैको मापदण्डले होइन, तपाईको क्षमताले परिभाषित हुन्छ। तपाईँ कमजोर हुनुहुन्न, तपाईले आफूलाई कमजोर मान्न मात्र सिक्नु भएको छ। परिवर्तनको बाटो सजिलो छैन, तर त्यो बाटोमा हिँड्ने निर्णय आजै गर्न सकिन्छ।
सानो कदमबाट सुरु हुन्छ, तर इमान्दारी र अनुशासनले त्यसलाई ठूलो यात्रामा बदलिदिन्छ। अब अन्त्यमा एउटा प्रश्न जसले यो सम्पूर्ण समरीलाई बन्द गर्छ। यदि आज तपाईले आफैसँग पूर्ण इमान्दार भएर ऐनामा हेर्नुभयो भने के तपाईँ आफ्नो जीवनको जिम्मा लिन तयार हुनुहुन्छ कि अझै पनि कुनै बहानाको खोजीमा हुनुहुन्छ? यदि यो समरीले तपाईको मन छोयो भने कृपया लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्न नबिर्सनुहोस्। तपाईको एउटा सानो प्रतिक्रिया पनि कसैको जीवनमा ठूलो परिवर्तनको सुरुवात हुन सक्छ।